केपी ओलीको सरकार गठन हुने बित्तिकै 8-9 महिना पहिला कमरेड प्रचण्डले बोलेको कुरा अहिले गगन थापाले कसरी पुष्टि गर्दैछन् यो भिडियो सरकारको 2/3 को घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले चाहिँ देखेको छैन। त्यो घोडा बिचौलियाहरूले चलाएका छन्। बिचौलियाहरूको पहुँच चाहिँ प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो। हाम्रो कस्तो यस्तो मैले अहिलेसम्म थाहा थिएन मलाई। पहिला राष्ट्र ब्याङ्कको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्ने कुरा हुन्थ्यो। अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम-खुल्ला छलफल हुने, बहस हुने, बन्ला कि भन्ने अवस्था आउने भनेको चाहिँ प्रचण्ड र गणतन्त्रलाई बुझ्नलाई 10-15 वर्षमा पनि काङ्ग्रेसीहरूले सक्यो कि सकेन। तर पछिल्लो समय केपी ओलीको सरकार किन गठन भएको रहेछ भन्ने कुरो बुझ्नलाई गगन थापालाई 8-9 महिनै लागेछ। कठै काङ्ग्रेसका युवा नेताहरू